नमस्कार यहाँहरु सबैलाई। आज पुनः एउटा सूचना भिडियो लिएर उपस्थित भएको छु। यो सूचना के को बारेमा भने हाम्रो अर्को नेक्स्ट 8औं हाइकिङ अभियान 7 जुन आइतबारको दिन हुन गइरहेको छ, जुन चाहिँ छोटो जानकारी सबैले पाइसक्नु भएको छ। अब उक्त दिनमा हामी कहाँ कसरी भेट्छौं, कुन नम्बरको बस चाहिँ हामीले चढेर जाने, कुन एरियामा को बस्नु भएको छ, यो विषयमा चाहिँ जानकारी यही भिडियोमा समावेश गरिनेछ हैन। यसै सन्दर्भमा एउटा सानो कुरा के भन्न चाहन्छु भने सानो चाबीले ताला बन्द गर्छ, त्यो सानो तालाले ढोका बन्द गर्छ, त्यो सानो ढोकाले घरलाई बन्द गर्छ। भन्नुको तात्पर्य के हो त भन्दाखेरि यो सानो सानो चिजले ठुल्ठुलो काम गर्छ। हाम्रो सानो सानो परिवर्तनले, सानो सानो पाइलाले हैन ठुल्ठुलो काम गर्छ, परिणाम चाहिँ ठुलो लिएर आउँछ। तर सुरुवात त गर्नु पर्यो। त्यसको लागि चाहिँ अब हाम्रो हाइकिङ कार्यक्रम चाहिँ हामीले सानो रेन्जमा हामी सुरु गर्न गइरहेछौँ। अहिलेसम्मको जुन फिडब्याक हामीले पाछौँ, सबै गुड फिडब्याक पाइरहेछौँ। सकारात्मक प्रतिक्रियाहरू हामीले बुझिरहेको हो। तर त्यसमा पनि एउटा कुरा चाहिँ हामीलाई खड्किराखेको कुरो के थियो भन्दाखेरि 6 दिन काम गरिसकेपछि 1 दिन छुट्टी हुन्छ। त्यो छुट्टीको समयलाई हामीले मी टाइम बनाउने भन्ने कुरा त हो। तर हामी जिम्मेवारीले बाँधिएको व्यक्ति, पारिवारिक व्यक्तिगत हैन जिम्मेवार, जसले गर्दाखेरि समयलाई हामीले अलिकति कदर गर्नुपर्ने भएको भएर अब आउने हाइकिङहरू किनभने हामी समूहमा गर्छौँ अनि धेरै जसो बिगिनरहरू हुनुहुन्छ हैन। र यो भिडियो विशेष गरी सरकारवालाहरूलाई जसलाई हाइकिङ अथवा प्रकृतिसँग तालमेल मिलाउने इच्छा छ उहाँहरू, तर साथी पाइराख्नु भएको छैन, जो कोही पनि यो समूहमा आबद्ध हुन सक्नुहुनेछ। त्यसैले अब हाम्रो हाइकिङ चाहिँ को विशेषता के हो भन्दै गर्दाखेरि 2-4 जना प्रोफेसनल हाइकरहरू त अब लामो दूरीमा जान सक्नुहुनेछ। सामूहिक भएको हुनाले गर्दाखेरि हामीले छोटो हाइकिङ गर्नेछौँ, प्लस केही एक्टिभिटिजहरू, रमाइलो कार्यक्रमहरू हैन एक अर्काले जानेका, बुझेको र अनुभवको आधारमा सँगालेको कुराहरू साटासाट गर्दै हामीले चाहिँ त्यो मी टाइमलाई चाहिँ एकदमै प्रोडक्टिभ बनाउने र उपलब्धिमूलक बनाउने हैन। हामीसँग भएको 24 घण्टा नै हो, त्यही 24 घण्टाको मालिक हौँ हामीले। म्याक्सिमम समय चाहिँ हामीले यो सर्भाइभल मोडमा बसेर त्यो समय दिनुपर्ने हुन्छ हैन। त्यसैले थ्राइभल मोडमा जानको लागि चाहिँ केही समय आफ्नो लागि निकाल्नु पर्ने हुन्छ। यही भिडियोमा चाहिँ नेक्स्ट हाइकिङको पूर्ण जानकारी भनेको रुटको बारेमा है, हामी कुन बस चढ्छौँ, कहाँनिर झर्छौँ र कहाँ भेला हुन्छौँ, कति बजी भन्ने कुरा चाहिँ यही भिडियोमा चाहिँ समावेश गरिएको छ। थ्याङ्क यू सबैलाई। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, आनन्दमय रहनुहोस्। मैले शुभकामना दिएर मात्र त हुँदैन, तर तपाईँले आफ्नो मनको मनस्थितिलाई नै बदल्नु पर्ने हुन्छ हैन। परिस्थिति आउने जाने भइरहन्छ। जीवन कसैले भन्ने गर्थे, जीवन भनेको त उकालो बाटो हिँड्दै पसिना थाकिसकेपछि अनि एउटा देउरालीमा पुग्यो अनि पानी सानी पिएर फेरि ऊर्जा लिइसकेपछि, फेरि शरीरमा चाहिँ स्फूर्ति आइसकेपछि अब अगाडि हिँडौँ भनेको फेरि अगाडि अर्को डाँडा चाहिँ उकालो हिँड्नु परिरहेको हुन्छ, अथवा अर्को ओह्रालो या उकालो हिँड्नु पर्ने हुन्छ। जीवन नै त्यही हो। त्यसलाई हामीले स्वीकारेर अगाडि बढ्नु पर्यो। सानो पाइलाले लामो दूरी पार गर्ने, अथवा छोटो एक्सनले ठुलो रिजल्ट लिएर आउने। थ्याङ्क यू सो मच यहाँ सबैलाई। हाम्रो 8औं हाइकिङ जुन चाहिँ 7 जुन आइतबारको दिन हुन गइरहेको छ। हामी लाइन रक रुटमा जाँदैछौँ र त्यसको लागि चाहिँ पाइने बस नम्बरहरू यहाँ म सूचना गर्न गइरहेको छु। जस्तै यहाँनिर मैले 100
103 नम्बरको हेर्दैछु, 103 नम्बरको चुक्युन स्टेटमा जाने बस नम्बर होइन। अनि यहाँनिर हामीले के गर्न सक्छौँ भने जस्तै एडमिरल्टी स्टेसनमा पनि रोकिँदो रहेछ यो, आर्सेनल स्ट्रिटमा होइन, 155 स्टेसनमा, भिक्टोरिया पार्कमा हुँदै हामी चाहिँ कहाँ झर्छौँ भने यो 3 वाङकोटमा चाहिँ हामी झर्ने है। यो बुझ्नु होला, 3 वाङकोटमा झर्ने। अर्को स्टेट यहाँनिर क्लिक गरिसकेपछि यहाँ हेर्न सकिन्छ स्टारफेरी चिम्चाचुई हुँदै होइन, किम्बर्ली रोड हुँदै, बोर्डिङ स्ट्रिट हुँदै तपाईँको नेल्सन स्ट्रिट, मङ्कोक, चेङ्सा स्ट्रिट हाम्रो एमआई अगाडिपट्टि, मानमिङ बिल्डिङ ल्यान्ड यमातैमा, काउलोन सेन्ट्रल पोस्ट अफिसमा चढ्न सकिन्छ है। त्यसपछि हामी यो बस हुँदै हुँदै यसको चाहिँ हामी चाहिँ 3 वाङकोटमा झर्छौँ। कति बजी झर्छौँ? 9 बजी। के चाहिँ हुङाङबाट आउँछ चुक्युन स्टेटमा जाने, यसको पनि डाइरेक्ट हाम्रो टुकावान हुँदै 3 वाङकोटमा झर्न मिल्छ। लोकफुको नजिकै बस्नुहुन्छ भने यो लोकफु बस टर्मिनलमा लाग्छ, एक स्टेसन मात्रै हो। 211 चाहिँ वाङताइसिनबाट लाग्छ। यहाँबाट हामी चाहिँ 3 वाङकोट भन्ने यहाँ पाउँछौँ। सामाउपिङ एरियामा कोही बस्नुहुन्छ अप्परमा भने चुक्युन स्टेटमा हामी वाला बसमा चढ्ने। त्यसपछि हामी चाहिँ कहाँ झर्छौँ? यहाँनिर देख्न सक्नुहुन्छ 3 वाङकोट। आशा छ सबैले यो कुरा प्रष्ट बुझ्नुहुनेछ। त्यो दिनमा चाहिँ हामी बसबाट यो कोटमा यहाँनिर झरिसकेपछि 2-3 मिनटको वकपछि हामी चाहिँ लाइन रकको BBQ स्पटमा जाने भन्दा अगाडिको हाइवेको जुन स्टेयर्स छ त्यहाँ पुग्छौँ।